बस बस छिटो नवीन गए ल हाँ मलाई कताबाट जाने आधा घाटपट्टिबाट कुन यो माथि चाहिँ म कता हिँड्ने हेरे मान्छेलाई झन् लडाइदियो त ठट्यौरो ठटौ ठट्यौरो त बाला ठट्यौरो ठटौ है ठट्यौरो ठटौ होइन त हो अझै शीतन झन्नै भएको एक निन्द्रा त सुत्यो आकाश पनि कस्तो खुले है क्लियर भएर ओहो यस्तै आकाश खुल्यो भने हुन्छ छोट 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 हाँ हो खाइदिँदै खुट्टा सुई लाएन नि रेबिजीको ला अब बुढो काली भयो नि त यो खोला नाम के मामा घर मेरो यहीँ रे नि खोला नाम पनि थाहा छैन दरिङल खोला भन्छ यसलाई दरिङल फेरि अरिङल भन्ला नि फेरि पानी धमिला छ त यो सङ्ला छ है मान्छेहरू पनि आल बस्छ नि पानीमा है भैँसी बसेर बसिदिन्छ अनि त्यहाँबाट धमिलो भइहाल्छ नि
ल ल है फेरि बाउ छोरीको ठाउँमा बङबङ उतान भयो ल यसरी बिस्तारै हिँड्यो भने क्यामेरामा चाहिँ एकदम स्पिड हिँड्दा भिडियोमा त्यो एकदम स्पिड हिँड्दा आउँछ क्या यस्तो रमाइलो छ माथितिर है बजारमा फेरि त्यही त नि फेरि माथितिर बस्यो भने बजार रमाइलो हुन्छ बजारमा बस्यो भने गाउँ रमाइलो त्यो साधन हुनेलाई मात्रै सजिलो हो क्या गाउँमा साधन नहुनेलाई त काम छैन तर यिनीहरूले घर चाहिँ बजारमा बनाउनु पर्ने